हरेक वर्ष चिसोको कारण तराईमा दर्जनौं मानिसहरूले ज्यान गुमाउँछन्। यो कुनै आकस्मिक दुर्घटना होइन, यो हाम्रो आँखा अगाडि दोहोरिरहने यथार्थ हो। चिसो लहर हप्तौँसम्म चल्छ। काम देख्न पाउनु पनि कठिन हुन्छ। बिहान उठ्दा जिउ काम्छ। जहाँ न्यानो लुगा छैन, जहाँ बोल्ने आगो छैन, जहाँ छानो भए पनि भित्र न्यानोपन छैन, त्यही जाडोले मानिसको सास गर्न थाल्छ। यो जाडो मात्रको दोष होइन, यो गरिबीको परिणाम हो, कमजोर अर्थतन्त्रको नतिजा हो। काम नपाउने युवाहरू, दैनिक ज्यालामा बाँच्ने परिवारहरू र मौन दर्शक बनेको राज्य प्रणाली। जब राजनीति जिम्मेवार हुँदैन, जब सिस्टमले जनतालाई हेर्दैन, त्यही चिसो सबैभन्दा घातक बन्छ। तराईमा मानिसहरू चिसोले होइन, लापरवाहीले मर्छन् र यो लापरवाही हामी सबैको मौनताबाट जन्मिन्छ। जुंगा राखेको कति भयो? ये आपका जुंगा है ना? कितना टाइम हो गए? हाँ, बहुत जमाना हो गई। कितना वर्ष? अरे 70-74 चलतो। ओ मर्दे स्वामी। हमन से दो 4 गुना बूढ़ बा है मुझ। थानाले पालेको? त्यो पुलिसले? अच्छा। ओ हजुरको छोरा हो? ओ जिजा हो? जिजा त तपाईँ देखिनुहुन्छ? ए तपाईँ भतिज उ जिजा? ल यो के भयो रे? अब समय आएको छ सोध्ने, सोच्ने र सही निर्णय गर्ने। भोट हाल्दा मासु भातको पछाडि होइन, योग्यताको पछाडि लागौ। जो काम गर्छ, जो जनताको दुःख बुझ्छ, जो जिम्मेवारी लिन्छ, त्यसैलाई रोजौँ। तराईको जाडो प्राकृतिक हो, तर यसबाट हुने मृत्यु राजनीतिक असफलता हो।